हामीलाई अरूभन्दा नि खासमा चाहिँ अब त्यही हो त्यो हाम्रो जितहारभन्दा पनि यो कुन देश हो हामीले नाम सुनेको पनि थिएन यो लामिछाने भन्ने एउटा अलिअलि क्रिकेट खेल्छ भन्ने थाहा थियो। यो कुन देश हो हामीले याद गरेको पनि थिएन। यिनीहरू त एउटा गयो अर्को आउँछ खतरा, एउटा त्यो गयो अब सजिलो हुन्छ होला भनेर हामी इजी लिगिरहेको थियो सुरुमा, अर्को झन् खतरा बनेर आउँछ मान्छे सानो छ अनि हान्छ ठुलो सटहरू। अब हामीलाई त एकदम सजिलो हुन्छ भनेर चाहिँ एकदम इजी लिइरहेको थियो। पछि बिचमा त एकदमै अत्या आयो नि, मेरो त जताततै पसिना आइरहेको रहेछ। मैले यस्तो छामी पनि हेरेको, फेरि त्यही बेलामा कोचको अनुहार हेरेको अमिलो कागती निचरेको जस्तो थियो। अनि मैले त लगभग अब हार्यो हामी भनेर छटपटी हुन लाग्यो। अरूभन्दा नि अब यो नामै नसुनेको देशसँग चाहिँ हामी हारेको भए हामीलाई हाम्रो राजाले त त्यतैबाट यतैबाट हामीलाई घर जानु पनि दिँदैन थियो। त्यो कुरा सम्झ्यौँ हामीले त्यो लास्ट ओभरमा आएर। अनि हामी एकछिन छलफल पनि गऱ्यौँ, अब जसरी हुन्छ अब यो म्याच त गुमायो भने त हामी त देशै गुमाउनु पर्छ भन्ने पनि भयो। हाम्रो त्यहाँ सल्लाह भयो अनि त्यही सल्लाह र साहसलाई चाहिँ बटुलेर अनि हामीले चाहिँ त्यहाँ हान्यौँ। त्यो हान्दाखेरि चाहिँ अनि तिनीहरू पनि अनि त्यो हान्न सकेन लास्टमा। नत्र त अब हामीले त एकचोटि लगभग होपलेसै भइसकेको थियो। मेरो त जताततै पसिना आएर चाहिँ बर्बाद भइसकेको थियो। हेत्तेरी कुन देश हो यो अझ पनि भुलिरहेको।